आज मेरो 21 डेज स्केच च्यालेन्जको दोस्रो दिन। सेकेन्ड डेको लागि पनि मैले एउटा बर्ड चुज गरेको छु। यो बर्ड पनि सिम्पल छ। एभ्रिडे स्केच गर्दाखेरि होइन, जति सिम्पल सब्जेक्टहरू चुज गर्छ त्यति नै राम्रो, सजिलो पनि, एभ्रिडे प्र्याक्टिस पनि हुने। यो च्यालेन्ज चाहिँ मैले आफैलाई के भन्छ त्यो आफैले कतिको सक्दो रहेछ भनेर ट्राई गरेको नि। अन्त यो बर्ड चाहिँ एकदम सिम्पल छ। यसको चाहिँ ज्यादा के भन्छ डिटेलिङ्सहरू गर्नु पर्दैन। बेसिक यसको जुन चाहिँ सेपिङ बेसिक सेप्स त भइहाल्यो। अब यसलाई चाहिँ कलर गरौँ। यसको लागि मैले येल्लो चुज गरेको छु। यो बर्ड चाहिँ येल्लोइस ग्रिन छ होइन। त्यसको लागि फर्स्ट चाहिँ मैले येल्लोको एउटा सेड लगाएँ होइन, बेस लेयर। त्यो माथिबाट चाहिँ हल्का म डार्क सेड गरेर जग्गा जग्गा ग्रिनहरू लगाइदिन्छु। त्यसो गऱ्यो भने चाहिँ यो अलिकति ग्रिनिस येल्लो भन्दा येल्लोइस ग्रिन जे भन्दा पनि भयो, त्यस्तो देखिन्छ। हाम्रो डे 2 को बर्ड पनि कम्प्लिट भयो। भेरी सिम्पल बर्ड। डे 3 को लागि पनि बर्डै चुज गरेको छु होइन। बर्ड यो चाहिँ तर अलिकति लाम्चो खाले छ। प्रिभियस वान चाहिँ अलिकति राउन्ड टाइपको थियो होइन। यो चाहिँ लामो पुच्छर लामो भएको छ। त्यसको प्लेन कलर छ रेड मात्रै। डे 3 को पनि यो रेड बर्ड कम्प्लिट भयो होइन। अब अरू के अरे स्केचेसहरू चाहिँ हामी नेक्स्ट भिडियोमा हेरौँ है त।